आज हामी तपाईहरुलाई 12 केबी सिंगल कोरको XLPE केबलमा हाम्रो 11 केबी फिडरमा लाग्ने केबललाई हामी टर्मिनेसन गरेर आउटडोरको लागि टर्मिनेसन गरेर हिट श्रिङ्कहरु प्रयोग गरेर टर्मिनेसन गरेर देखाउन गइरहेको छौं। इन्डोरको लागि जनरली 400 mm सम्म हामीले यसको यो आउटर सिटलाई चाहिँ हामीले छिल्नु पर्ने हुन्छ कभरलाई भने आउटडोरको लागि चाहिँ 600 mm चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। हामीले एउटा टुप्पोबाट हेडिङ गर्ने टुप्पोबाट हेडिङ गर्न गइरहेको छौं। यहाँबाट हामीले यहाँसम्म हेर्नु होला 600 mm मा गरेको छौं। 600 mm बाट हाम्रो 50 mm आउँछ एल्युमिनियम कोर हैन, एल्युमिनियमको आर्मर आउँछ। यो 600 mm हामीले आउटर सिटको लागि सफा गर्ने आउटर सिटको भाग मात्र हो। यहाँबाट हाम्रो छ हामी 550 बाट गर्न गइरहेको छौं। 550 बाट हामी यहाँ 50 mm सम्म पहिला हामी यसलाई छिलौं यहाँबाट, अनि तपाईहरुलाई अन्य कुराहरु बताउन जान्छौं हामी। दाग लागिहाल्यो, इन्ची टेप निकाल्दिनु। हो छिल्ने कसरी त्यो पनि हेर्नु होला। भित्र एल्युमिनियमको आर्मर छ, सकेसम्म आर्मरलाई हल्का दाग लगायौं भने पछि आर्मर निकाल्न सजिलो हुन्छ। 600 mm देखि हामी टोटल लेन्थ गरेको छौं भने 550 बाट चाहिँ हामी ठिक्क यसलाई छिल्न रेडी बनाउँछौं। वरिपरि ह्याक्सो ब्लेडले मिलाएर मजाले वरिपरि काट्नु हुनेछ। एल्युमिनियम कोर पनि हल्का दाग लगाउनु भयो भने पछि एल्युमिनियम कोर निकाल्न सजिलो हुन्छ। हाम्रो मिलनजीले उहाँ पश्चिम सल्यानतिरबाट हुनुहुन्छ। यो हामीले श्रिङ्केबल ट्युब लगाएर 11 केबी फिडरको पोलमा हेडिङ गर्न गइरहेका छौं। टर्मिनेसन श्रिङ्केबल ट्युब लगाएर टर्मिनेसन गर्न गइरहेका छौं। बाहिरपट्टि हाम्रो लाग्ने कभरलाई एन्टी ट्र्याकिङ श्रिङ्केबल ट्युब भन्छ भने भित्रपट्टि हामी यो आउटर सिटसँग हाम्रो आर्मर कोर र कपरलाई हामीले कपरको स्क्रिनलाई मा लगाउने हामीले आगो लगाएर तताएर श्रिङ्क गर्नलाई चाहिँ हाम्रो स्ट्रेस ट्युब भन्छ। स्ट्रेस कन्ट्रोल गर्नको लागि स्ट्रेस ट्युब हेर्नु होला। वरिपरि उहाँले काट्नुभयो। अब चक्कु प्रयोग गरेर उहाँले छिल्दै हुनुहुन्छ 550 mm। तपाईं अलिकति पछाडि जान सक्नुहुन्छ भने जानु त। हेर्नु होला चक्कु एकदम ध्यानपूर्वक आफूतिरबाट नआउने गरी हातले हत्केलाले ठेरेर औँलाले पछाडिपट्टि आफूतिर होइन एकदम जोगिएर सेफ्टीसँग। उहाँले सेफ्टी पन्जा लगाउनु भएको छैन, तपाईले चाहिँ सेफ्टी पन्जा लगाएर गर्नु होला। हाम्रो यो आउटर सिट यो ज्याकेट निक्लिदैछ। यो हाम्रो एल्युमिनियमको आर्मर हो। यसलाई पनि कसरी निकालिन्छ हेर्नु होला। भिडियो थोरै लामो हुन्छ होला, दुःख नमानी हेर्नु होला। तपाईं अलिकति पर जान सक्नुभयो हुन्थ्यो। यहाँ पुरै नजिक आयो क्या। एक्सोलाई तान्दिनुहोस् त। एक्सोले वरिपरि एल्युमिनियम कोरलाई भित्रको PVC यो इन्सुलेसनको लेयरलाई नठोकिने गरी आर्मर कोर मात्रै काटिने गरी उहाँले वरिपरि दाग लगाएर निकालेर भाँचेर गर्नुभयो। अब त्यस पश्चात उहाँले लगभग 10 mm राख्नुहुन्छ नि यो कभरले। तपाईले 10 देखि 0 mm सम्म पनि राख्न सकिन्छ। जनरली 5 mm मिनिमम राखिदिनु भयो भने चाहिँ राम्रो हो। जनरली एल्युमिनियमको आर्मर कोर जहाँनेरि काट्नुहुन्छ त्यहीनेरि यो सायद यो PVC नै होला। PVC को कभर इन्सुलेसन काट्न पनि सक्नुहुन्छ। चक्कु प्रयोग गरेर हेर्नु होला। पहिलो हाम्रो आउटर सिट आयो, त्यसपछि एल्युमिनियमको आर्मर आयो। अब 5-10 mm उहाँले यो PVC को कभर इन्सुलेसनलाई राखेर बाँकी कपर स्क्रिन यो हाम्रो कपर स्क्रिन हो, प्योर कपरको देख्न सक्नुहुन्छ। उहाँले 5-6 mm जति PVC राख्नुभयो। टेप अब उहाँले मेजर गरेर PVC टेप हैन 500 550 600 यहाँ आउँछ। यो देखि यता 50 आउँछ नि त अरु। आउटर सिटको लागि
हामीले आउटर सिटबाट 50 mm एल्युमिनियमको आर्मर राख्छौँ, त्यहाँबाट त्यो इन्सुलेसनलाई 5-6 mm राख्छौँ, जिरोमा पनि राख्नुहुन्छ। अब कपर स्क्रिनलाई 50 mm राख्छौँ। यो 11 KB को हेडिङ गर्दैछौँ, 11 KB को श्रिङ्केबल टिप लगाएर टर्मिनेसन गर्न गइरहेको छु। हेर्न सक्नुहुन्छ 50 mm मा उहाँले दाग लगाउनु भयो। कपरको स्क्रिन अब 50 mm छ, यहाँ उहाँले PVC टेप लगाएर बाँकी कपरको स्क्रिनलाई उहाँले फ्यालिदिनुहुन्छ। 50 mm को दागमा उहाँले टेप टाल्दै हुन्छ। अब बाँकी लगेर उहाँले कपरलाई निकाल्नुहुन्छ। यसलाई कपरको स्क्रिन भनिन्छ। यहाँभित्र भएको हाम्रो सेमिकनको लेयर हो यो कालो, यसभित्र XLPE छ। यो सेमिकनको लेयरलाई पछि हामीले सिसाले छिलेर सफा गर्छौँ। तलमाथि भएको हुन्छ, त्यसलाई हामीले फेरि एब्रेसिभ पेपर लगाएर एकदम सफा गरेर स्मुथ, जस्तो हाम्रो गोलो पाइपहरू आउँछ अन्य फ्याक्ट्रीबाट आउँदाखेरि त्यस्तै यसलाई हामीले एब्रेसिभ पेपरले घोटेर सफा बनाउँछौँ। यो हेर्न सक्नुहुन्छ। अब सेमिकनलाई फेरि हामी 50 mm मा मार्किङ गर्छ। 50 mm मा राख्नुभयो। अब 50 mm मार्किङ गरेर यो सेमिकनको लेयर राख्नुहुन्छ। अब यहाँबाट बाँकी उहाँले XLPE निकाल्नुहुन्छ। फेरि उहाँले मार्किङमा टेप लाउँदै हुनुहुन्छ। यो मार्किङको लागि मात्र हो, पछि यो हामी निकाल्छौँ। यो अलिअलि त्यो खुर्किने सिसा दिनु त, ल्याइदिनुहोस् त। अब हेर्नु सक्नुहुन्छ यो सेमिकनको लेयरलाई चाहिँ हामीले सिसाको टुक्रा ल्याउनु भएको छ। यो उहाँले झ्यालमा प्रयोग हुने प्रायः सिसा। सबैभन्दा हामीलाई मेन स्किल भएको मान्छे, मेन पावर लाग्ने यसैमा, स्किल चाहिने नै यसैमा। यो बडी छिल्नु भयो भने वरिपरि स्मुथ हुँदैन। स्मुथ नभएपछि तपाईँले एब्रेसिभ पेपर, यो जुन एब्रेसिभ पेपर छ 3वटा, एउटा 80 नम्बरको, एउटा 150 को र एउटा 220 नम्बरको। 80 को बडी कडा हुन्छ, पहिला 80 कोले घोट्ने, त्यसपछि 150 ले घोटेर अलिक स्मुथ हुन्छ, अनि 220 ले घोट्दा अझ स्मुथ हुन्छ। यसलाई घोट्नुपर्छ। यसपछि यो उहाँले सेमिकनको लेयरलाई निकालेर XLPE केबल निकाल्दै हुनुहुन्छ। हेर्नु होला, यसमा एकदमै स्किल चाहिन्छ। अलिकति बडी बल गर्यो भने ठुलो दाग बस्छ, बडी घोटिन्छ। अलिकति कम बल गर्यो भने यो लेयर निक्लिँदैन। यसलाई यहाँदेखि हामीले आर्मर कोरको आउटर सिट यहाँ 600 mm 55 बाट हामीले 50 mm अब यहाँनिर यो 600 छ यहाँनिर, यहाँबाट 50 mm एल्युमिनियम अब यो छिलेर हामीले आर्मर निकाल्छौँ। त्यहाँबाट यो 5-6 mm राख्छौँ PVC को इन्सुलेसनलाई, त्यसपछि 50 mm कपर छ, त्यसपछि 50 mm सेमिकनको लेयर। अब यहाँदेखि उता हामी XLPE छिल्छौँ सिसाले सबैतिर बराबर, एकदमै वरिपरि घुमाइ बिस्तारी। यसलाई हेर्नु, लगभग उहाँले यो सिसालाई कोल्टे पार्नु भएको छैन, लगभगै 80 डिग्रीकोमा राखेर लगभग छिल्दै हुनुहुन्छ। सबैतिर स्मुथ। बडी बल गर्नुभयो भने खाल्डो पर्छ, खाल्डो पर्यो भने तपाईँको पछि श्रिङ्केबल ट्युब, एन्टी ट्र्याकिङ र अनि श्रिङ्केबल ट्युब लगाउँदाखेरि तलमाथि हुन्छ, कुचिन्छ, हावा छिर्छ, चाउरी पर्छ। एकदमै सबैतिर बराबर छिलेर सफा गरेर एब्रेसिभ पेपरले सफा गरेर एकदम क्लिन र स्मुथ बनाएर अनि त्यसमाथिबाट श्रिङ्केबल ट्युब लाउँछौँ। हेर्नु होला, तपाईँहरूलाई देखाउनको लागि हामीले यो थोरै भाग मात्रै अहिले गर्दैछौँ, एकछिनपछि पुरै गर्नेछौँ भिडियो प्रपोजको लागि। हेर्नु, उहाँले यो 80 नम्बरको एब्रेसिभ पेपर, यहाँ 80 नम्बर देख्न सक्नुहुन्छ। यो बडी गाढा छ, यो खस्रो छ। पहिला यो खस्रोले गर्दा वरिपरि भएको खाल्डाखुल्डीहरूलाई यसले के गर्छ, मजाले स्मुथ बनाउँछ। हेर्नु होला, घुमाइ पनि हेर्नु, लामो तान्दै हुन्छ उहाँले, ब्यालेन्स मिलाएर तल माथि दायाँ बायाँ वरिपरि। हेर्नु कतिको लेभल खस्रो देखिँदैछ त्यो हेर्नु होला। त्यति मात्र गरेर देखाइदिनु होला। हेर्नुहोस्, सेमिकनको लेयर निकाल्ने अर्को हाम्रो सेमी मेनुअल सानो त्यो मेसिन जस्तो तान्ने पनि पाउँछ होइन? पाउँछ। अब उहाँले यो 150 गर्नुभयो, तपाईँले तलपट्टि गरेको देख्नु भएन होला, तलपट्टि पनि उहाँले गर्नु भइसक्यो। यो मैले भिडियो एडिट गरेको हो। अब हेर्नु, उहाँले 150 ले गर्नुभयो, अघि खस्रो थियो, अब यसले गर्दा हेर्नु कतिको स्मुथ हुन्छ। यतापट्टि हेर्नु कति खस्रो छ र यतापट्टि हेर्नु 150 ले गरेको, 80 ले गरेको खस्रो, यो गरेको स्मुथ भइसक्यो। हेर्नु होला, वरिपरि खाल्डो नपारिकन तलमाथि दायाँ बायाँ जम्मैतिर एकदमै सफा र एकदमै स्मुथ गरेर दिएको टिस्युले सफा गरेर त्यसमा
पेपर र क्लोथले तपाईँको कटन क्लोथले सफा गरेर अलिकति ग्रिज दलेर त्यो माथिबाट श्रिङ्केबल लाउँछु। हेर्नु होला कतिको स्मुथ भयो 150 मा। अब उहाँले फेरि 220 को गर्दै हुन्छ। अब 220 को लाई बिचमा चिर्नुहोस्, त्यसमा गएर यस्तो गर्नाले एब्रेसिभ पेपर जोगिन्छ, अर्को लागि फेरि काम दिन्छ। तपाईँलाई देखाउनको लागि हामी एक पाटो मात्र गर्दैछौँ, वारपार गरेको छैनौँ। अहिले केही समयपछि अन्य पनि गर्नेछौँ। अब 220 को गर्दै हुन्छ। हेर्नु अहिले कतिको स्मुथ छ, पछि कतिको स्मुथ हुनेछ हेर्नु। हेर्नु होला उता 150 ले गरेको र यता 220 200 ले गरेको, काहीँ 200 को पेपर आउँछ, काहीँ 220 को आउँछ। यहाँ हेर्नुहोस् कतिको स्मुथ छ, यता र यताको फरक हेर्नुहोस्। हामीले देखाउनको लागि गऱ्यौँ। अब हेर्नु होला यो गरेको तपाईँको 150 ले कति खस्रो देखेको छ र यो 80 ले हो। 80 को भागमा हेर्नु होला यहाँ 150 छ र यहाँ हेर्नु होला यो 220 को छ, कतिको स्मुथ भयो। अझ घोटेर यो भन्दा सफा, यो भन्दा स्मुथ, वरिपरि खाल्डो खोल्डी नबनाइकन श्रिङ्केबल ट्युबले श्रिङ्क गर्दाखेरि ग्यास लगाएर हामीले तताउँदाखेरि बराबर गर्ने गरी अब हामीले तपाईँलाई 80 150 र 220 को एब्रेसिभ पेपर लगाएर स्मुथ बनाएर देखायौँ। अब यो पुरै स्मुथ बनाइसकेपछि तपाईँहरूलाई हामी बाँकी काम श्रिङ्क ट्युबहरू कसरी लगाउने, रेन्सेट कसरी लगाउने, कसरी तताउने, लक कसरी लगाउने त्यो फेरि देखाउनेछौँ। अहिलेको लागि हामी यो सबै पुरा काम गरिसकेपछि फेरि फर्किनेछौँ है त। हेर्नुहोस् यो अघि हामीले तपाईँलाई छिलेर देखाएका थिएनौँ। हामीले अघि मार्किङ गरेको 550 mm को दाग हो, त्यहाँसम्म हामी एल्युमिनियम करलाई राख्छौँ। अब चक्कु प्रयोग गरेको होला, वरिपरि कसरी घुमाउनुहुन्छ। अब यसमा चाहिँ तपाईँको एल्युमिनियम आर्मर चाहिँ दाग लागेर चुट्टिनु हुँदैन। यसमा हामी पछि अर्थको ब्रेड केबल हुन्छ, जुन अर्थको लागि पाइने कपरको ब्रेड केबल पाइन्छ, एकपट्टि लक टिम्बल भएको त्यसमा एट्याच गर्छौँ। कपर स्क्रिन र एल्युमिनियम आर्मरमा 50 mm हो। अब हामीले आउटर सिटमा पछि श्रिङ्केबल ट्युब लाउनको लागि आगो लगाएर गर्दाखेरि यो भागमा राम्रोसँग टाँसिँदैन, त्यसले गर्दा हामी यसलाई पनि सफा गरिदिन्छौँ आउटर सिटलाई। 50 mm कम्तीमा आउटर सिट सफा गर्नु पऱ्यो। 50 mm आर्मर, एल्युमिनियमको आर्मर, त्यसपछि 500 mm पिभिसी इन्सुलेसन राख्न सक्नुहुन्छ, त्यसपछि 50 mm को कपरको स्क्रिन, 50 mm को तपाईँको सेमिकन र त्यहाँदेखि उताको एक्सएलपी केबल। अब हामी टुप्पोमा लकको भाग नापेर बियर कन्डक्टर निकालेर लगलाई हाइड्रोलिकले क्रिम गरेर यसलाई सफा गरेर यहाँनिर कपरबाट यताबाट 20 mm, यहाँदेखि कमसेकम 30 mm को राखेर यहाँनिर तपाईँको ब्रेडेड केबल अर्थको यहाँ राखेर यहाँसम्म पुरै बाहिर निकालेर यहाँसम्म कपरको बाइन्डिङ वायरले यहाँनिर यसलाई बाइन्ड गरेर बाँधेर यहाँनिर कपरकोले बाँधेर जुब्ली क्याम्प यहाँनिर क्ल्याम्प गरेर अर्थको ब्रेडमा पछि हामी तपाईँलाई श्रिङ्केबल ट्युब लगाएर देखाउनेछौँ। अब अर्थ गरिसकेपछि यो हाम्रो केबल इन्सुलेट गरेर रेडी पारिसक्नु भएको छ उहाँले। यसलाई क्लिन र स्मुथ गरिसक्नु भएको छ एब्रेसिभ पेपर लगाएर। अब उहाँले यसमा एक्सएलपीमा थिम्बल लगाएर लग लगाएर क्रिम गर्न गइरहनु भएको छ। थिम्बलको भाग नाप्नु भयो, कति एमएम छ थिम्बल नाप्दै हुनुहुन्छ। थिम्बलभन्दा 5 mm अलिकति बढी आउनुपर्छ, त्यही अनुसारले। यो नाइलनको डोरीले पनि एक्सएलपीलाई काट्छ, तर यसले धेरै समय लाग्छ, जसले गर्दा चक्कु पनि प्रयोग गर्न सकिन्छ। उहाँले अब नाइलन लगाएर देखाउँदै हुन्छ तपाईँहरूलाई। नाइलनले यसो गर्नु हुन्छ, यसलाई केमा राख्नुहुन्छ, चक्कुले भन्दा त्यसले छिटो हुँदो रहेछ त होइन, सजिलो पनि। यसरी नाइलनले त राम्रोसँग छिर्दो रहेछ है। राम्रोसँग छिरेर केबल भित्रको तामाको हाम्रो बेयर कन्डक्टर देखिन्जेलसम्म यसरी यसलाई घोटिरहने। जब कन्डक्टर देखिन्छ तब चक्कुले नै सार्नुहुन्छ होला होइन, चक्कुले त्यसपछि इन्सुलेट गर्न सकिन्छ। हेर्नु होला थिम्बल लगाएर क्रिम गर्नलाई पहिला त्यसले नाइलनले घुमाएर काट्ने, चक्कु भाँचेर अनि
थिम्बल पस्छ कि पस्दैन, लामो छोटो कस्तो हुन्छ चेक गर्दै हुनुहुन्छ। 5 mm ग्याप चाहिन्छ त्यहाँबाट। ठिकै छ। अब हाइड्रोलिक क्रिम्पर लगाएर 150 स्क्वायर mm को केबल हो, 150 को कपर थिम्बल लगायौँ। कपरको कन्डक्टरमा एल्युमिनियमको लाउन मिल्दैन, सेम मेटेरियलको लाउनुपर्छ। अब उहाँले क्रिम गर्दै हुन्छ, राम्रोसँग हेर्नु होला। यसलाई 2 ठाउँ गर्नुहुन्छ कि 3 ठाउँ गर्नुहुन्छ? यो सर्ट ब्यारेल भएको इन्डोर टाइपको हो। इन्डोरमा सर्ट ब्यारेलले पनि हुन्छ। सर्ट ब्यारेलको थिम्बल लग 3 ठाउँ गरे अझ राम्रो। हेर्नु होला, उहाँले हाइड्रोलिक प्रेस गर्नुभयो। अब त्यहाँभन्दा जाँदैन, कसिसक्यो। अब उहाँले घुमाएर, यो एयरवाला हो नि होइन? ओइलवाला त होइन नि? ओइलवाला हो। उहाँले अब त्यो कस्नुहुन्छ। कसिसकेपछि यसको प्रेसर रिलिज गर्नको लागि त्यहाँ एउटा घुमाउने नब छ। यो नब घुमाएपछि प्रेसर रिलिज हुन्छ। त्यसपछि अझै बाहिरपट्टि एक ठाउँमा 2 पटक गरिसक्नु। अब एकपटक अझै क्रिम गर्दै हुन्छ अलि पर। हो हेर्नुहोस्, उहाँले पेल्दै जानुहुन्छ। यहाँनिर थिच्दै जाँदैछ यसले। अब थिम्बलको प्रेसर रिलिज गर्नुभयो। हेर्नु राम्रोसँग 3 पटक गरेर भइसकेको छ। आज म तपाईँहरूलाई 12 KB 11 KB XLP इन्सुलेटेड केबलको टर्मिनेसन गरेर देखाउन गइरहेको छु। यो तपाईँहरूले यसमा लेखेको छ, यो मेनुअल दिएको छ। यसमा के सामान छ यो प्याकभित्र। 12 KB को श्रिङ्केबल ट्युबभित्र हेर्न सक्नुहुन्छ। यसमा मेनुअल पनि दिएको छ, स्टेप बाई स्टेप के गर्ने, कति mm केमा छिल्ने भनेर। यो पनि तपाईँहरूले पढ्न सक्नुहुन्छ। जम्मा 8 स्टेप दिएको छ। यो हामीले आउटडोरको लागि काम गरिरहेको छौँ। आउटडोरको लागि मिनिमम पनि 5.5 mm देखाएको छ यहाँनिर, र इन्डोरको लागि 400 mm सम्म काम गर्नुपर्छ। यो XLP केबलको यो तपाईँको आउटर सिट भयो, यो एल्युमिनियमको आर्मर भयो, यो फेरि XLP यो PVC होला सायद, PVC इन्सुलेसन भयो, यो फेरि कपरको स्क्रिन भयो, यो तपाईँको यो सेमिकन भयो, र यो तपाईँको XLP भयो। यसभित्र तपाईँको बियर कन्डक्टर छ, र यो हामीले लक फिट गरेछौँ। यो अर्थको लागि स्ट्रिप भयो, यो अर्थलाई बान्नको लागि बाइन्डिङ वायर भयो, यो जुब्ली क्ल्याम्प भयो। उहाँले हाम्रो मिलनजीले के गर्दै हुन्छ, सफा गर्दै हुनुहुन्छ। केले सफा गर्नुभयो? यो एउटा क्लिनिङ टिस्यु भनेर दिएको छ। यसले पेपर पनि दिएको छ। कटन हो कि होइन? त्यो कटन होइन, एउटा पेपर दिएको छ, टिस्यु पेपर, र यो टिस्यु क्लिनिङ लगाएर गर्नुभयो। अब उहाँले फेरि यो कटन होइन, यो कटनले सफा गर्दै हुनुहुन्छ। यो जहाँ हाम्रो श्रिङ्केबल ट्युब लाग्छ यहाँदेखि तपाईँको यहाँसम्म आउटडोरको लागि 5.5 mm हुनुपर्छ। यो 5.5 mm छ। आउटर सिट यहाँसम्म, यहाँदेखि एल्युमिनियम आर्मर 50 mm, त्यसपछि यो 0 या 5-6 mm राख्न सक्नुहुन्छ तपाईँले। फेरि यो इन्सुलेसन PVC कपर स्क्रिन तपाईँले 50 mm राख्नु पऱ्यो। त्यसपछि फेरि तपाईँले सेमिकन पनि 50 mm राख्नु पऱ्यो, र सेमिकनबाट यो हाम्रो लेन्थ जम्मा टोटल 550 छ। यो हाम्रो XLP भयो। यो अब उहाँले ग्रिज पनि लाउँदै हुनुहुन्छ। हेर्नु होला, टेप टालेर ग्रिज लाउनुहुन्छ होला होइन पहिला। यो उहाँले यो सेमिकन यसमा थियो, सेमिकन उहाँले सिसा लगाएर यो सबै सेमिकनले यो उहाँहरूले यो सेमिकन पिल्स्याएर XLP निकाल्नु भएको हो। यो 50% यसमा यो मास्टिक टेप हो। मास्टिक टेप, यो मास्टिक टेप उहाँले सेमिकनदेखि जहाँबाट हाम्रो सेमिकन XLP सुरु हुन्छ त्यहाँनिर दल लाउँदै हुनुहुन्छ। 50% त्यहीतिर 50% लाउनु पर्ने हो। XLP र हाम्रो सेमिकनको बिच भागमा राखेर यता र उता 50% पर्ने गरी गर्नुपर्छ, टाल्नुपर्छ त्यो मास्टिकले। उहाँले अब ग्रिज दल्दै हुन्छ यसलाई। फेरि
हाम्रो टोटल यो सेमिकनको छिलेको XLP देखि यहाँसम्मको भाग चाहिँ कति छ? यो XLP इन्सुलेटेड केबलको टर्मिनेसन गर्दैछौँ हामी 12 KB को। यो 150 स्क्वायर mm को केबल हो। उहाँले अर्थलिडदेखि लिएर हाम्रो आउटर सिटदेखि लिएर एल्युमिनियम आर्मर सहित उहाँले टेप मास्टिक चिप लाउँदै हुनुहुन्छ। हाम्रो जुन श्रिङ्केबल ट्युब लगाइन्छ त्यसले हाम्रो यो बाइन्डिङ वायरहरूले आगो लगाउँदा हिट गर्दाखेरि नजलोस् नछेडोस् भन्ने सुरक्षाको लागि लगाइन्छ हैन त? कति पिस यो एक प्याकेटमा 3 पिस आउँछ हैन? ब्ल्याक 1 पिस, रेड 2 पिस। ब्ल्याक 1 पिस, रेड 2 पिस। किन कलर अलग अलग? यो हाम्रो श्रिङ्केबल ट्युब लगाउने भाग चाहिँ एकदमै सफा स्मुथ। यो चाहिँ हाम्रो एब्रेसिभ पेपरले घोटेर हाम्रो यो XLP लाई एकदम बराबर गोलो बनाउनु पर्ने हुन्छ। अब यसमाथिबाट अर्को टेप लाग्छ हैन? टेप लाग्दैन अब यसमा। अब टेप लाग्दैन। अर्को टेप कहाँ लाउनुहुन्छ? पुग्यो। अर्को टेप अब लकदेखि XLP मा लगाउनुहुन्छ र त्यो माथिबाट श्रिङ्केबल ट्युब लगाएर आगो लाउनुहुन्छ हैन? अनि अरु प्याकेटमा यो हाम्रो अरु नै कम्पनीको प्याकेट परेछ। अन्यथा तपाईको यहाँनेरि अर्कै लगाउने हाम्रो हिट श्रिङ्केबल एउटा सानो ट्युब पाइन्छ र लग र XLP को बीचमा पनि एउटा पर्ने ट्युब पाइन्छ। त्यो पनि डढाउनु पर्ने हुन्छ र यसमा पनि कलर कोडेडको लागि एउटा रातो पहेँलो निलोको लागि कलर छुट्याउनु अर्को एउटा स्ट्रिङ गर्ने ट्युब दिएको हुन्छ। यसमा चाहिँ छैन। एउटा वारपारै उहाँदेखि लिएर आउटर सिटदेखि लिएर वारपारै लकसम्मको लागि एउटै ट्युब लाग्दैछ हाम्रो 550 mm को। अरुमा चाहिँ यहाँ एउटा ट्युब लाग्ने, फेरि लकको छेउमा एउटा ट्युब लाग्ने र लगमा एउटा कलर कोड यहाँले लाग्ने हुन्छ। आउटर सिटमा पनि एउटा हुन्छ। त्यो श्रिङ्केबल ट्युब दिएको दिन त त्यो ट्युब यो हाम्रो आउटडोरको लागि हो। त्यही भएर एउटा रेन सेट पनि हामीले यहाँ दुईवटा रेन सेट लगाउँछौँ। आउटर सिटबाट एउटा 130 mm मा यता र त्यसको फेरि 50 mm होला सायद, म्यानुअल हेर्नुपर्छ। 50 mm अर्को हाम्रो श्रिङ्केबल ट्युब यहाँ छ। 2 श्रिङ्केबल ट्युब र यो चाहिँ XLP लाई घोटेर सफा स्मुथ र सफा गर्नलाई गर्ने एब्रेसिभ पेपर हो। जसमा कटन सफा गर्ने क्लिनिङ टिस्यु, ग्रिज दिएको छ र नाइलन पनि छ XLP काट्नको लागि। रेन सिट भयो दुईवटा र उहाँले यहाँ टेप टाल्दै हुनुहुन्छ। अरूमा टेप टालेर यो माथिबाट लगाउने लकदेखि यो XLP मा लाग्नेहरूको सानो ट्युब पनि पाइन्छ हैन? पाइन्छ र त्यसमा कलर कोड गर्ने पनि एउटा सानो पाइन्छ। यसमा चाहिँ छैन, टेप मात्रै टाल्दै हुनुहुन्छ उहाँले। यो हाम्रो 11 KB को 150 स्क्वायर mm को XLP आर्मर केबल हो। आउटडोरको लागि फिट गर्दै गरेको। 3वटा टेप थियो। एउटा कालो उहाँले आउटर सिटमा लाउनु भयो, एउटा आउटर सिट र आर्मरमा लगाउनु भयो, आर्मर र स्क्रिनमा, र एउटा लगमा लाउँदै हुन्छ टेप। अब यहाँ माथिबाट श्रिङ्केबल ट्युब यो लगाएर आगो लगाएर हिट गरेर त्यसमाथिबाट रेन सेट लाउनुहुन्छ। उहाँले आउटर सिटमा लाउने उहाँले ट्युब निकाल्दै हुनुहुन्छ। यो तपाईको आर्मर सुरु भएको पर आउटर सिटमा लाग्छ। यो एउटा श्रिङ्केबल ट्युब छ। यो श्रिङ्केबल ट्युब चाहिँ अरूमा आउटर सिटमा लाग्छ। यसमा नभएको कारणले गर्दा यो आर्मर यो सेमिकनदेखि XLP मा छोएर यहाँनिर लगाउँछु। योभन्दा माथिबाट अर्को ट्युब लगाउँछौँ। उहाँले सिलिन्डर ग्यास र यो हाम्रो ब्लोअर आगो लगाउने ब्लोअर रेडी पार्दै हेर्नुभएको छ। हिट कतिको हुनुपर्छ विचार गर्नुपर्दो होला हैन?
आगो हिट भएसँगै यो स्ट्रिङ हुँदै जाँदैछ, ठ्याक्क केबलसँग मिलेर एक्ज्याक्ट बस्नुपर्छ। त्यसलाई हिट गर्दाखेरि स्किल चाहिन्छ, किनभने यो चाउरी पर्नुपर्ने, कुचिनुपर्ने हुनु हुँदैन, एकदम लेभल मिल्नुपर्छ, स्मुथ एकदम ठ्याक्कै केबलसँग मिल्नुपर्छ। अन्यथा यसबाट हावा छिर्ने, पानी छिर्ने, लिकेज हुने भएपछि बिग्रिने समस्या भएको कारणले गर्दा एकदमै स्किल मिलाएर यसलाई सबैतिरबाट बराबर हिट दिएर तलमाथि गरिराखेर एकै ठाउँमा नराखिकन, बिचमा हावा पस्न नदिकन, कुचिन नदिकन गर्नुपर्ने हुन्छ। यसलाई मजाले मिल्दैछ केबलसँगै। अब एकछिनपछि यो तातिएर पुरै केबलसँग टाँसिन्छ, हेर्नु होला। यो केबलसँग पुरै फिक्स भइसकेको छ। अब यसमाथिबाट अर्को स्ट्रिङ केबल ट्युब, यो 500 mm को छ है एक्ज्याक्ट। यो नाप्नुभयो 600 mm, 600 mm को छ। मिनिमम आउटडोरको लागि 550 mm चाहिन्छ। अब त्यसमाथिबाट स्ट्रिङ केबल ट्युब लाग्दैछ, हेर्नु होला। आर्मर XLP को लागि हाम्रो भित्र टाँसिसकेको छ। अब अझै बाहिर लगेर आउटर सिटलाई चाहिँ गरिदिनु नि, हो त्यति भए भइहाल्छ। यसलाई पनि हिट गरेर केबलसँगै टसाएर सबैतिर बराबर स्मुथली वरिपरि तलमाथि गर्दै एकै ठाउँमा नगरिकन, स्किल चाहिन्छ यसलाई, नबिगारिकन, हावा छिर्ने, कुचिने, चाउरी पर्नु भएन, नत्र पानी बस्छ होइन। एकदम ध्यानपूर्वक उहाँले गर्दै हुन्छ। हेरौँ उहाँले कतिको राम्रो गर्नुहुन्छ। राम्रो गर्नु भएन भने उहाँलाई हामी पैसा दिने छैनौँ होइन। हेर्दै जाउँ। म तपाईँहरूलाई भिडियो छोटो बनाउनको लागि अलि यो स्ट्रिङ भइसकेपछि देखाउँछु फेरि। उहाँले बिचबाट स्ट्रिङ गर्नुभयो। अब बिस्तारी बिस्तारी अगाडि पछाडि आउटर सिट र लकतिर सार्दै उहाँले यसलाई स्मुथ बनाउनु हुनेछ। तारसँगै टसाएर केबलसँगै एक्ज्याक्ट फिक्स गर्नुहुनेछ। गोपाल भाइको हात पोलो भने के हुन्छ, त्यही भएर विचार गरेर गर्नु होला। एकदम सावधानीपूर्वक, पन्जा लाउनु भएको छैन। तपाईँहरूले गर्दा चाहिँ पन्जा लाएर गर्नु होला। मैले यहाँ ट्रायलको लागि देखाउँदैछु होइन। तपाईँहरूले चाहिँ सुरक्षा एकदम अपनाएर गर्नु होला। काट्न मिल्छ होला नि त? मिल्छ। टालिसकेपछि पनि काट्दा भइगयो नि, निकाल्दा अलिकति लामो राख्नु भएको छ उहाँहरूले स्ट्रिङ ट्युब, त्यही भएर उहाँहरू अलिकति पैसा कटाउनु पर्ने भयो। ठिकै छ, उहाँहरूलाई हामी हेरौँला बिस्तारै। थोरै यो स्ट्रिङ लामो भएछ, ठ्याक्कै लकसम्म मात्रै, ठ्याक्कै लकको भागसम्म देखिनुपर्ने हो। 150 स्क्वायर mm लेखेको पनि ट्याग पनि गइसक्यो। त्यसलाई अलिकति अहिले काटेर मिलाउन सकिन्छ। अब यो फिनिस भएको प्रोडक्टमा अब हामीले पानी छेक्न लाउने छाता जस्तो रेन सेडमा हामीले यो भागबाट, थिम्बलको यो तारको भागबाट 130 mm यहाँ र यसको अर्को 50 mm को ग्यापमा अर्को एउटा गरेर 2वटा छाता रेन सेड लाउँछौँ, जसले चाहिँ पानी छेक्ने काम गर्छ। अब यसलाई हामी ठ्याक्कै यसमा टसाएर यसलाई पनि आगो लाउने काम गर्छौँ। मसम्म त आइपुग्दैन नि। यसले पानीलाई छेक्ने काम गर्छ। हेर्नुहोस् कसरी लाउँदै हुन्छ। वरिपरि घुमाएर, वरिपरि पहिला पातलो बनाएर हल्का ठ्याक्क त्यो दागमा पुगेपछि वरिपरि बराबर चलाएर चाउरी नपारिकन स्मुथली ठ्याप्पै समाउनुपर्छ। त्यसबाट एउटाबाट झरेको पानी एउटामा लागेर अर्को छातामा झर्छ रेनसेटमा, र अर्कोबाट बाहिर निक्लिन्छ। केबल भित्र नपरोस् भनेर जोगाउनको लागि
यो रेन सेट लगाउँछ पानीबाट। एउटा भइसकेछ भने अब अर्को पनि हेर्नुहोस् त्यही मार्किङमा गरेर उहाँले अर्को पनि लगाउनुहुन्छ। तयार भइसक्यो है। यसरी 12 केबीको 11 केबीको लाइनमा लगाइने यो 12 केबीको आर्मरको सिङ्गल कोरको एक्सएलपी केबल 150 स्क्वायर एमएमको तयार पारिन्छ। यहाँदेखि टोटल यहाँसम्मको हाम्रो आउटडोरको लागि कति छ हाम्रो 600 mm छ। 600 mm छ। यहाँदेखि 130 मा एउटा रेन सेट छ। यसको 50 mm को ग्यापमा अर्को रेन सेट छ। यो आउटर सिट भयो। आउटर सिटलाई यहाँनेरि एब्रेसिभ पेपरले सफा गरेको छ। अर्थलिड बाहिर निकालिएको छ। 50 mm एल्युमिनियम आर्मर कोर, त्यसपछि 10 mm हाम्रो आउटर सिट इन्सुलेसन, त्यसपछि फेरि कपर स्क्रिन 50 mm, त्यसपछि फेरि सेमिकन 50 mm, त्यसपछि बाँकी यता रहेको एक्सएलपी इन्सुलेसनमा यो बियर कन्डक्टरमा यो लग लगाए यसरी रेन सिट लगाएर आउटडोरको लागि तयार पारिन्छ।